गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। क्रमशः हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई आफ्नो स्थानमा उभिनको लागि म हार्दिक अनुरोध गर्दछु। साथै आजका प्रमुख अतिथि, विशेष अतिथि, सम्पूर्ण अतिथिज्यूहरूलाई र हाम्रा सम्पूर्ण स्टाफज्यूहरूलाई लामबद्ध ढङ्गले उहाँहरूलाई पनि हाम्रो विद्यार्थी भाइ बहिनीहरूलाई विदाई, बधाई तथा शुभकामना गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। अरू हाम्रा विद्यार्थी भाइ बहिनीहरू तालीले, जोरदार तालीले बधाई, विदाई र फेरि भेटौँला गरिदिनको लागि अनुरोध गर्दछु। यहाँ हाम्रा विद्यार्थी भाइ बहिनीहरू आज यस विद्यालयबाट बधाई, शुभकामना तथा फेरि भेटौँला कार्यक्रम गर्दै गर्दा मैले हाम्रा विद्यार्थी भाइ बहिनीको बारे केही भन्नै पर्छ। हामीले क्रमशः अगाडिबाट कक्षा 12 का विद्यार्थी भाइ बहिनीहरूबाट क्रमशः मैले यतिबाट देखिरहेको छु। कक्षा 12 का विद्यार्थी अभिषेक लामा व्यक्तिगत हिसाबले भन्दा ऊ यस विद्यालयमा अनुशासित विद्यार्थी, अतिरिक्त क्रियाकलापमा विशेष गरी एथलेटिक्स, भलिबलमा अब्बल विद्यार्थी। यो विद्यालयको लागि नाम राख्नको लागि, इज्जत राख्नको लागि राष्ट्रपति रनिङ कपमा उसको विशेष भूमिका रहेको थियो। त्यसै गरी अमृता गौतम कक्षा 12 का अनुशासित विद्यार्थी, राष्ट्रपति रनिङ कपमा हरेक राष्ट्रपति रनिङ कपमा सम्भवतः 4-5 वर्ष उनले विद्यालयको लागि विभिन्न गोल्ड मेडल लगायत विभिन्न मेडलहरू जित्दै विद्यालयको नाम राख्न सफल भएको छ भने यसपालि नै जिल्ला स्तरको एथलेटिक्स गेममा ऊ बालिकाको प्रतिनिधित्व गर्दै सफल भएको छ। त्यसै गरी विजय गजमेर उनले पनि यस विद्यालयको लागि राष्ट्रपति रनिङ कपमा सहभागी भएर विद्यालयको नाम राख्नको लागि सफल भएको छ। त्यसै गरी विक्रम लामा विद्यालयको नाम राख्न सफल भएको छ। भलिबलतर्फ विशेष गरी हिमाल लामा राष्ट्रपति रनिङ कपमा विद्यालयको लागि नाम राख्न सफल भएको छ। विद्यार्थी भाइ बहिनीहरूलाई, स्टाफ, सम्पूर्ण स्टाफज्यूहरूलाई पनि विद्यार्थी भाइहरूलाई अविरद्वारा शुभकामना, बधाई तथा फेरि भेटौँला गरिदिनको लागि अनुरोध गर्दछु। त्यसै गरी जेनिसा भुजेल विशेष गरी नृत्य प्रतिभा पहिचानको लागि जेनिसा भुजेलको निकै महत्त्वपूर्ण भूमिका रहेको थियो। विद्यालयलाई धेरै पटक नृत्यमा प्रथम स्थान हासिल गराउनको लागि जेनिसा भुजेलको मुख्य भूमिका रहेको छ। त्यसै गरी करिश्मा धामी सुदूरपश्चिमको छोरी, उनी हाम्रो यस विद्यालयको नियमित विद्यार्थी नभए पनि विगत 4 महिनादेखि हाम्रो विद्यालयमा नियमित विद्यार्थी भन्दा पनि लगनशीलताका साथ हाम्रो विद्यालयमा उपस्थित भएर यो विद्यालयको वातावरण र हाम्रो सृजनशील जनता नानीको शिक्षण क्रियाकलापमा उनी पनि सहभागी भएकी छिन्। त्यसै गरी राजु विश्वकर्मा उनले पनि यस विद्यालयको विभिन्न क्षेत्रमा महत्त्वपूर्ण भूमिकाहरू रहेको छ। त्यसै गरी सरुणा लामा विशेष गरी विद्यालयको तर्फबाट हरेक क्षेत्रमा नृत्य र एथलेटिक्स, भलिबलतर्फ यसपालि जिल्ला स्तरीय तहसम्म पुग्न सफल छात्रा, अब्बल छात्रा। त्यसै गरी सुकृता लामा अतिरिक्त क्रियाकलापमा उनले पनि नृत्यमा सहभागी गरेर आफ्नो कला कौशल देखाउने छात्रा हुन्। अमृत गौतम कक्षा 10 को। अरू विद्यार्थी भाइ बहिनीहरू कक्षा 9, 11 का विद्यार्थी भाइ बहिनीहरूको पनि दाजु दिदीहरूलाई केही छ भने मायाको चिनो साथै अबिरले विदाई, बधाई गरिदिने त्यस्तो कार्यक्रम छ भने अगाडि आइदिनको लागि म हार्दिक अनुरोध गर्दछु। सम्पूर्ण कक्षा 9, कक्षा 11, 8 सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू
तिमीहरूको पनि केही छ भने दाबी तिनीहरूलाई अबिरले विदाई गरिदिने बधाई दिने कार्यक्रम छ भने आइदिनको लागि म अनुरोध गर्दछु। तिमीसँग प्राविधिक शिक्षक विशेष गरी भलिबलमा विद्यालयको तर्फबाट प्रतिनिधित्व भएका छन्। खोइ विद्यार्थी भाइ बहिनी बस्दैनौँ, विद्यार्थी भाइ बहिनीहरू समय खोइ समय गइसक्छ। यहाँ अहिले हामीले अघि नै समय दिइसकेका छौँ। अगाडि बढिदिनको लागि म अनुरोध गर्दछु। चाँडोभन्दा चाँडो गरिदिनको लागि अनुरोध गर्दछौँ। कता सिप रहेको थियो। त्यसै गरी छात्रतर्फ महिमा तामाङ, चौतर्फी प्रतिभा भएका महिमा तामाङ प्रतिभा पहिचान नृत्यतर्फ सहभागी भएर विद्यालयलाई प्रथम स्थान हासिल गर्न सफल बनाउने साथसाथै राष्ट्रपति रनिङ कपमा एथलेटिक्सतर्फ विभिन्न मेडलहरू जिताएर स्कुलको नाम राख्न सफल छात्रा। त्यसै गरी मञ्जली लामा विशेष गरी नृत्यमा उनको भूमिका रहेको थियो विद्यालयलाई जिताउनको लागि। मञ्जना अबे